संस्थापक आचार्य शिल प्रभुपादजीले त्यो विग्रह स्थापना गर्ने बेलामा त्यतिखेर ठुल्ठुलो यज्ञहरू अनुष्ठानहरू गर्न भ्याउनु हुन्थेन। त्यतिखेर कहाँबाट घिउ ल्याउने, कहाँबाट ठुल्ठुलो पण्डितहरू ल्याउने, सामानहरू, यज्ञको सामानहरू जम्मा गर्नु पर्यो। सो विधिहरू त्यो विदेशमा, पाश्चात्य देशमा, त्यो मलक्ष्य देशमा जुडाउनको लागि एकदमै कठिन थियो। त प्रभुपादले के गर्नुहुन्थ्यो थाहा छ? कुनै पनि विग्रहलाई स्थापना गराउन अगाडि हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे, धुमक्केदार एकदमै हरे कृष्ण कीर्तन गराउनुहुन्थ्यो। र हरे कृष्ण कीर्तन गरायो कति के दूध छ भने त्यो डाडुले, हामी देख्न सक्छौँ त्यो भिडियोहरू पनि, डाडुले यसो अभिषेक गरिदियो, ल भगवान आइसक्नु। त्यसमा पनि विशेष गौराङ्ग र नित्यानन्द यस्तो अवतार हुनुहुन्छ कि उहाँलाई बोलाउनको लागि तपाईँ धेरै विधि विधानहरू गर्न सक्नुहुन्छ। तर यदि हरे कृष्ण महामन्त्र गर्नुभएको छैन त उहाँ आउनुहुन्न। तर यदि कसैलाई केही पनि छैन उहाँसँग अर्पण गर्नको लागि, विधि अनुष्ठानहरू पूजा गर्नको लागि, र केवल यदि हरे कृष्णको धुनको कीर्तन मात्रै गरे भने गौर निताई दौडेर आइदिन्छ। श्री श्री पति पावन गौर निताई की जस्तो परम दयालु कृपालु अवतार हुनुहुन्छ यो कलियुगमा हामी जस्ता बद्ध जीवहरूलाई उद्धार गर्नको लागि। किन भन्दाखेरि यो कलियुगमा एकदम कठिन छ। जब भक्ति देवी देख्नुभयो यो कलियुगको हालत यस्तो हुनेवाला छ, उहाँ रुन थाल्नुभयो। उहाँको छोरा ज्ञान र वैराग्य बुढो भइसक्नु भएको थियो, के आश थिएन के गर्ने। तर कृष्णले भन्नुहुन्छ चिन्ता नगर्नुहोस्, कलियुगमा म आउँदैछु र जति पनि पतित जीवहरू छ सजिलै मार्ग दिन्छु। जुन अहिले हामी भजन गायौँ, बोलो हरि बोल बोल हरि बोल भन्दा भन्दै शुद्ध हुन्छ हामी। हरि बोल केही ठुलो विधि विधान चाहिँदैन। यही कुरा जब सत्ययुगमा हामीले तपस्या गर्नु परेको भए 10,000 15,000 40,000 वर्ष तपस्या गरेर बल्ल तल्ल ब्रह्माजी आउनुहुन्थ्यो, विष्णु आएर प्रसन्न हुन्थ्यो। कति हजार? 10,000 20,000 वर्ष तपस्या गरेर, 10,000 सेकेन्ड होइन, 10,000 वर्ष। सोच्नुहोस् त, त्यसमा पनि बल्ल तल्ल भगवान आएर दर्शन दिनुहुन्थ्यो। तर यो कलियुग यस्तो हामीलाई अवसर प्राप्त भएको छ कि चैतन्य महाप्रभुको प्राकट्य भएको छ र उहाँले सजिलै हामीलाई हरिनाम महामन्त्र दिनुभएको छ। जीव जागो गौरा चन्द्र बोले, कोथा निन्द्र जाओ माया पिसाचिर कोले। हामी मायाको कोखमा सुतिरहेका छौँ, यो भौतिक संसारको चङ्गुलमा हामी सुतिरहेका छौँ। र हामी जस्ता जीवलाई उठाउनको लागि, सुतिरहेका जीवहरू जो मायाको कोखमा सुतिरहेको छ, यो भौतिक प्रपञ्चमा जो फसिरहेको जीव छ, उहाँले उठाउनको लागि जागो उठाउनको लागि चैतन्य महाप्रभु आउनुभएको छ। र उहाँले के गर्दै हुन्छ? जति पनि हरे कृष्ण सुदान प्रभुजी की जय, जति पनि जीवहरू छ जो भुलेको छ, यो संसारमा हामी आयौँ आमाको गर्भबाट, आमाको गर्भमा कष्ट भइरहेको थियो र कष्टबाट बाहिर आउने बेलामा हामी भन्यौँ भजी बलिया एसे संसार भितरे, भुलिया रहिलो तुमी अविद्या र भोरे। हामी जब आमाको गर्भमा थियौँ नि, जति पनि जना हामी सबैजना आमाको गर्भबाटै आएको नि, होइन कि कोही मानस पुत्र हुनुहुन्छ सिधै प्रकट हुनुहुन्छ छैन नि। त्यो जब गर्भबाट बाहिर आएर त्यो कष्ट पीडा यति भइरहेको थियो कि हामी प्रार्थना गरिरहेको थियौँ, भगवान जब म गर्भबाट बाहिर आउँछु तपाईँको भजन भक्ति गर्छु, म यो फेरि संसारको प्रपञ्चमा फस्दिनँ भनेर प्रार्थना गरिरहेको थियो। भजिबो बोलिया से संसार भित्रे तपाईँको भजन गर्छु भनेर आएको। तर के गर्ने, आउन बित्तिकै संसारमा भुलिया रहिलो तुमी अविद्या र भोरे। तर अविद्याको प्रपञ्चमा आउन बित्तिकै हामी युनिभर्सिटी हेऱ्यौँ, कलेज हेऱ्यौँ। हरे कृष्ण प्रभुजी यो पछि गर्नु होला, डिस्ट्र्याक्ट हुनु, कथा एकछिन सुनौँ, आधी घन्टा पछि छोडिदिन्छु। सो यो प्रपञ्चमा यसरी फस्यौँ हामीहरू कि हामी भजन गर्न आएको भनेर भुल्यौँ। तुम्हारे लैते आमी होइनु अवतार, हामी बिन बन्धु आर के आछे तुम्हार। चेतन महाप्रभु हुन्छ तपाईँहरूको यस्तो म भजन गर्न आउँछु भनेर आएको जीव भुल्यो भगवानलाई, र भुलेको कारणले दुःख पायौँ। हाम्रो लागि हामी एक जीवको लागि अवतार लिएर आउनुभयो। सोच्नुहोस् त, तुम्हारे लैते हामी होइनु अवतार, हामी बिना बन्धुहार के आछे तुम्हार। म भन्दा अरू हितैषी साथीहरू तपाईँको छ, को बन्धु छ भनेर चैतन्य महाप्रभु भन्दै हुन्छ। केवल उहाँ आफै मात्रै आउनु भएन, उहाँले के गर्नुभयो, हामीलाई त रोग लागेको छ भौतिक संसारमा हामी भुल्यौँ, उहाँले औषधि पनि बोकेर लिएर आउनुभयो। एनेछि औषधि माया नासिबारु लागि, हरिनाम महामन्त्र लाओ तुमी मागी। उहाँले औषधि पनि बोकेर आउनुभयो।
किनभने हामीलाई त अब भूत लागेछ, दुई प्रकारको भूत हुन्छ।